आफै लिखित गरेर माग फारम भरेर सहकारीबाट रकम लिएको प्रमाण पेश गरौँ भनेर काङ्ग्रेसका नेता माननीय गगन थापाले तत्कालीन गृहमन्त्री रवि लामेछानेलाई भनेका थिए। तर उहाँहरूले नै छानबिन समिति गठन गर्यो। त्यो छानबिन समितिले कुनै पनि सहकारीबाट रकम नलिएको, सुन्नुहोस् है, कुनै पनि सहकारीबाट रकम नलिएको, इभन कुनै पनि सहकारीको आधिकारिक सदस्यता नरहेको प्रमाणित भयो। अब यो कुरा राजनीतिक प्रतिशोध होइन भन्नको लागि काङ्ग्रेस नेता गगन थापाले एउटा इन्टरभ्यूमा गएर एउटा टर्मिनोलोजी छ कि अहिले त्यसलाई के भन्छ भने फाइभ रोज अफ फल्सहुड। फाइभ रोज फल्सहुड त्यो भनेको अहिले के भने यो भनेको के हो भन्दाखेरि असत्यलाई यसरी साथीहरू सबैले बुझ्नु जरुरी छ है। यो भनेको एउटा मिथ्या हो। कुनै चीज कुनै झुटा आरोप लगाउनको लागि मल्टिपल सोर्सहरूबाट मल्टिपल टाइम्स भनिन्छ भने त्यहाँ मान्छेहरूलाई एउटा भ्रम हुन्छ, यो साँचो हो कि भन्ने भ्रम जुन हामीले फिल गर्छौँ नि, त्यसलाई चाहिँ फाइभ रोज फल्सहुड भनिन्छ। ओके, यो कुरा गगन थापा आफैले आफ्नो मुखबाट भन्नुभएको छ, यो मैले भनेको कुरा होइन। अब यो राजनीतिक प्रतिशोध गरेर हाम्रो राजनीतिक करियर सकिने भयो, धराशय हुने भयो, हामी सकिने भयो, बर्बाद हुने भयो भनेर एउटा देश बनाउँछु भनेर आएको मान्छेलाई यसरी फसाउनु त भएन नि त। हामी सबैले यो विषयमा बुलन्द आवाज उठाउनुपर्छ।